उता चिसो खाँदै हिँड्दा छ है त्यो चाहिँ मोटो मोटो चियो त्यत्रो पातलो छ यार भेलीबारी चाहिँ लाग्यो कि म पनि लाग्नुपर्ने अवस्था हुन्छ हेलो गाइज वेलकम फ्रम मलेसिया कालामपुरको मङ्गला राला के अरे त्यही होइन नाम पनि खतरा हामी भन्दैन हामी चाहिँ टक्क बाहिर निस्किनु लाग्यो अनि आज भेलीबारी आउनु चाहिँ बसिदार होइन कि गाडीले फेरि माथि माथि पुऱ्याइदिएर टक्क यहाँबाट पहिला चिसो खाना गइन्छ चिसो खाना गएर खै अब अस्ति जाने भनेको पार्कतिर जाने भन्ने सल्लाह हो मेरो सरले मान्नुभयो भने भेलीबारीले मान्यो भने टक्क पार्कतिर गइन्छ मानेन भने मलाई लास्टै डर लाग्छ यो गाडीहरू बम बनाउन आएको हुन्छ र भक्कै आनन्द हानिहाल्यो नि टक्क चिसो खाना गएर चाहिँ अगाडि बढाउँला है त सो टक्क हामी त्यहाँबाट चिसो लिएर उता चिसो खाँदै हिँड्दा 100 बेला समय रहेछ मुखमा पान हालेको त्यही भएर नसमाएको म चाहिँ के लिएको माउन्टेन डिउ होइन डिउ स्प्राइट लिएको मैले चाहिँ स्प्राइट लिएर स्प्राइट लिएर टक्क पार्कतिर जानु लाग्यो मुखमा पान यहाँ त खया खया भन्छ के अरे हामीले चाहिँ पान भनिन्छ पान लिएर त्यो पनि बाटोमा भेटेछ एउटा त्यहीसँग मागेको पैसा छैन के भन्नु हो टक्क माथि गइन्छ अनि त्यहाँको सिनहरू देखाइन्छ सिन त के हुनु छैन जान्छ रात पर्न लाग्छ आइमाईहरू आउँछन् आमैहरू त्यो देखाउने हो आएछन् भने कुकुर बिरालोहरू लडाइँ भएछ भने देखाउन पर्ला भन्ने सोचेर हिँडेको है त सो गाई झ्याउँदा आउँदै पानी पनि खतरा पर्ला जस्तो भइरहेको होइन पुरै कालो भए देखिन्न होला होइन देखिन्छ फेरि बलर आउँछ क्या मेरो मोबाइल अलिक गतिलो छ नि त त्यो कालो भइरहेको होइन आयो फेरि क्याफे टाइपको होइन माथि छ चाहिँ पार्कमा आउनु त आएँ तर त्यो जुन हेरौँ ल भन्दा आएको कुराहरू थियो त्यो त रात पनि अलिअलि परिसक्यो अब पानीले पनि डिस्टर्ब गर्यो क्या अरू भन्दा पनि पानीले डिस्टर्ब गर्यो क्या हेर्नु नि बादलहरू पुरा कालिएको क्या ठुलो भए अब पानी परिसक्यो अरे यताहरू पनि अब पानी पर्नु ठिक्क हो क्या अलि रात परेको थियो यस्तो टाइममा खतरा हुन्थ्यो क्या हुन्छ नि त अब त्योहरू खतरा हुन्थ्यो अहिले चाहिँ अब हामी चाहिँ रुममा जाने पर्ने अवस्था छ क्या यत्रो पसिना भएर आइयो होइन यार कस्तो के देखाउँला भनेको लास्टमा खास पुतली भइदिन्छ क्या त्यही पनि यो यत्रो छ है पोखरी भयो चाहिँ होइन त्यो माथिको भन्दा अस्ति देखाएको भन्दा खतरा ठुलो हो यहाँ चाहिँ त्यो गोही टाइपको के हुन्छ अस्ति मैले जुन भनेको थिएँ खै त्यो के भन्छ अरे त्यो पनि हुन्छ अरे हाम्रो भेलीबारी चाहिँ फोटो हान्ने भन्दैछन् रात पऱ्यो कि त यहाँ फोटो के हान्नु यस्तो छ नि फेरि खतरा नि लाइट बलिरहेको छ होइन माथि टक्क यो क्याफे भयो यहाँ बस्दा त हाम्रो अलिकति खाना पुग्दैन होला काहीँ भने त छिदिन हुन्थ्यो यहाँ अलि औकातले भेट्दैन फेरि खाना बस्नुलाई हेर नि यस्तो खतरा ठाउँमा छ अनि ट्याक्क सिन पनि फेरि यस्तो देखिन्छ क्या एकदम छ नि पुरा क्या समुद्रको ठाउँ के साइडमै बसेर खाइरहेको टाइपको क्या ले के देखाउने केही पनि छैन फोटो नहान्ने फोटो हान्ने भएन नि त उसले फोटो पनि नहान्ने भन्दैछ फोटो हान्यो भने चाहिँ म देखाउँछु नै भने अगाडि ट्याक्क अब सानो कुराहरू देखाउने आजलाई नेक्स्ट टाइम फेरि आउँछु नि यही ठाउँमा दामी छ यो ठाउँ चाहिँ होइन मलेसिया भएको नजिक भएको त हेर्न त कसले हेर्छ र मेरो भिडियो त्यही पनि नजिक रहेछ भने त आइडिया हुन्छ मरिलाने के छ र दामी छ ठाउँ चाहिँ ट्याक्क जङ्गल टाइपको होइन माथिहरू यहाँ अब के हुन्छ जङ्गल टाइपमा भन्ने कुरा चाहिँ म देखाउँछु र तर अहिले त नराखेर रहेछ के त्यस्तो टाइपको ऊहरू अनि पहिला रुखमै बत्तीहरू राखेर दामी बनाएको थियो अनि खतरा हुन्छ त्यतिहरू त बब्बाल हो क्या फेरि गफै हो नि गफ भनौँ के रियलै हो नन स्टप भिडियो गरेर आउँछ र यहाँबाट पाहाडी जान्छम्म ट्याक्क कुकुर लिएर आइरहेको छ होइन वाक्क लाएर केही भनेछ भने चाहिँ अब सरी भन्नु पर्ला बोल्न फेरि कि पुरै फुटिया कौडी बोल्न आउँदैन है गाह्रो त पुरा भन्छ कि बिमार बोल्न फुटिया कौडी आउँदैन न इङ्ग्लिस आउँछ न मले आउँछ गाह्रो भनेको चाहिँ आन्टीहरू यस्तो गरिदिन्छ फेरि मोबाइल पनि कस्तो यार यो औकतै भएन क्या राम्रो मोबाइल किन्ने कोही बात नै ठिक छ टक्क
के बोल्छ माटो नि बिहा छेउमा भन्छ के भनेको तमिल बोलेको ए तिमी तमिल बुझ्छौ हल्का तिमी त अरू के बुझ्छौ अन्त रे तमिल हो कस्तो हुन्छ गोरुले त सबले नेपाली बुझ्छ होला नि कति बुझ्यो नेपाली होइन नेपाली बुझ्दैन नि यार फेरि आन्टीले मलाई मेरो भिडियो गर्ने तैँले भन्दा त्यही भएर म अगाडि जान्छु ल लाइक यस्तो घाँसहरू लाइक हुन्छ नि दामी हेर बस्ने ठाउँहरू भयो रनिङ सनिङ गर्ने यसो बस्ने माथि जस्तो फेरि त्यो यताउता गर्ने जिम टाइपको भनौँ न त्यो टाइपको गर्ने चाहिँ केही पनि छैन लाइक रेस्ट गर्ने ठाउँहरू चाहिँ बबल छ पानी आयो भने बस्नु सकिन्छ तर पानी आयो भने चाहिँ यस्तोमा भिडियो बसेर के गर्नु कहीँ छाप्रो छ त अनि त्यो के हो त माथिको घाँसले पनि त भइगयो नि त अनि छाप्रो भएन आमुला यो लाइटै भिडियो छ म झ्याम बुतली लाइट यहाँ लाइट छ होइन पल्लो चाहिँ लाइटै भिडियो रहेछ तर अलिकति त्यो टाइममा आएन क्या हामी दामी यो देखाउन हुन्थ्यो आइटमहरू अहिले त अङ्कलहरू आन्टीहरू मात्रै भेटिन्छ आन्टीहरू भने खतरा हुन्छ नि बुझेन त्यसलाई भाउ माछाले यस्तो बोल्नुहुन्न क्या भिडियोमा के हो टोक्छ अनि के फेरि त्यो लामै भन्नुपर्छ अनि यो हामी त लिमास भन्छ यहाँ लिमास जस्तै यहाँ के हो यस्तोमा लिमासै हो तर लिमास त सानो यही उहाँ पारेको चाहिँ ठ्याक्कै रहेछ है त्यो चाहिँ मोटो छ त्यत्रो पातलो छ यार कति लामो छ हौ मा त तर हेभन्दा पनि ठुलो ठाउँमा चाहिँ जानु छ एकदिन माथि छ अरे क्या फेरि यहाँ यस्तो हुन्छ नि भीमे ओए यहाँ लाइट बाल्थ्यो नि त्यो रुखहरू लाइट बाल्ने ठाउँ कहाँ हो यहाँ चाहिँ यस्तो है फोहोरहरूको अब फोहोरहरू हुन्छ नि त्यो माथिहरू त्यो के हुन्छ यहाँ गरिदिनु खै कता हो यहाँ माथि होइन त्यो माथिकोमा होइन यहाँ माथि हो कि यहाँ छैन बलि यहीँको लाइटमा यहीँको रुखमा बल्थ्यो त अनि यो रुखहरूमा छैन अहिले बालेकै छैन क्या चेक गरौँ होइन ठिक छ चेक गरिदिउँ यहाँ चाहिँ हामी ठ्याक्क त्यो रुखहरूमा ठ्याक्क लाइटहरू राखेर होइन हामी तिहार दसैँमा गर्छ ए सरी दसैँमा होइन तिहारमा गर्छ नि घरमा लाइट साइट गरेर त्यस्तै गर्दैछ क्या दामी हुन्थ्यो तर के पनि छैन यार हामी यहाँ नआएर त्यहाँ गएको कहाँ गयो जहाँ ठा यहीँ हो त्यो ए यहाँ ऊवाला छ होइन त्यो माथिको पार्किङवाला सिस्टम यहीँवाला होइन यहीँवाला होइन माथिकोवाला कन्सर्ट हान्ने त खै माथि यता माथिको हो त्यो पनि थियो है तर पहिला यहाँ रुखहरूको लाइटमा रुखहरूमा खतरा लाइट बल्थ्यो क्या त्यो पार्किङ हो नि त्यहाँ त माथि क्याफे के हो क्या बाटोमा यो यहाँ त फर्किम धेरै माथिको बाटोमा यो अघि छिरेको ठाउँमै आयो के हो होइन तलबाट छिरे हो कहाँबाट त हौ अर्को पालि माथिबाट आउनुपर्छ हौ फेरि भीमे फर्किम हौ केही छैन रात परिसक्यो होइन बस्ने ठाउँ हो त्यो तलसिर यहीँबाट छिरौँ न पार्कबाटै तलबाट छिरौँ ल क्या यहाँबाट छिर कहाँ थियो हो र त्यो रुखमा यस्तो बबाल लाइटहरू लगाएर है दामी बनाएको थियो क्या पर्सिबल भएछ भने चाहिँ फेरि देखाउँ र के भन्छ पर्सिबल के भन्छ पनि इङ्ग्लिसमा के भन्छ पर्सिबल त्यो नेपालीमा भन्न आयो त मलाई नेपालीमा भन्न आएको त म भनिहाल्थेँ नि पर्सिबल भनेको के हो नेपालीमा इङ्ग्लिसमा पर्सिबल भयो होइन नेपालीमा पर्सिबल भनेको के हो मलाई त्यही भन्न आएन गाडी नभन्नु होइन इङ्ग्लिसमा पर्सिबल भनेको सक्यो भने भयो भने टाइपको त्यो के हो कि फिक्स चाहिँ आएन होइन तर त्यस्तो पर्सिबल भयो भने त भन्दैन मान्छेले इफ त्यो मैले गर्न सकेँ भने भन्न सकेँ भने त्यो टाइपको हुन्छ नि भयो भने टाइपको क्या त्यो भएर होइन पर्सिबल गर्न सक्यो भने त अर्को भयो होइन पर्सिबल यदि भयो भने टाइपको क्या तर पर्सिबल भयो त्यो त सेम भयो त अनि त्यही भन्छ होइन हामीले पर्सिबल भनेको सेम भन्दैन ठुक्क जिन्दगी कि सान्दैलाई माटो नि
चुम्मा चुम्मी हान्छ चुम्मा चुम्मी चार थियो देखाउन सकिने डर लाग्छ कि फेरिमा अब के गरिरहेछ भनेर भनिदियो भने मा के भन्नुमा अब इम्पोसिबलको नेपालीमा भन्न सके छैन राम्रो क्यामेरा किनेर क्यामेरा किन्न पैसा हुनुपर्न बारीबाट ऋण तिर्न सकेन अनि क्यामेरा किनेर हुन्छ साँच्ची भन्दा यो म यो सम्झनाको लागि मात्र राखेँ भोलि होइन गर्ने ठाउँमा गरेँ ल होइन तर यो चाहिँ सम्झना बिर्सना स ल ल ल ल झन् झन् भयो यस्तो दामी छ कुकुर हेलो उसले कप पाएर टोक्यो भने हेर्नु यस्तो घचा कुद्छ कत्रो सानो अन्त कस्तो फास्ट कुद्छ क्या बिरालो टाइपको क्या सिमलाई केटा यस्तो घचा कुदिन्छ क्या कहाँ गएर रोकिने त्यो रोकिन्न त हेलो देखिन्न त तिम्रो हेलो टोक्यो भन्दा टोकिहाल्यो नि फेरि तर टोक्दैन उसले चिल हुन्छ नि फेरि यहाँ कुकुर त्यो नेपालको भुसिया कुकुरहरू हुन्छ नि त्यस्तो खालको होइन भुसिया भन्दा नि राम्रो पनि कहिलेकाहीँ झ्याम्मै परिन्छ नि मतलब त्यो रातिमा पनि यस्तो दामी टोक्यामा बसिरहेको छ है यो यिनीहरूको फेस देखाउन त अलिकति उज्यालोमै आउनु पर्ने तर पानीले गर्दा डिस्टर्ब गर्यो क्या एकछिन हामी माथि नै रोकियौँ होइन अनि त्यहाँबाट ट्याक्क डिस्टर्ब गर्यो क्या माथि होला हो क्या ल अहिले त्यहाँ त सबै सुक्यो त यहाँ त सुक्यो सबै यहाँ पहिला यस्तो दामी दामी माछा हुन्थ्यो माथिबाट त्यो त्यहाँबाट पानी झर्थ्यो यहाँ ट्याक्क दामी खतरा खतरा माछा हुन्थ्यो तर यता चाहिँ पानी रहेछ यता चाहिँ पानी छ है यहाँ चाहिँ हल्का हल्का पानी रहेछ अजिङ्गर त हुँदैन जाता यो फेरि के भन्छ हाम्रो बालुनसाले खोजेको त्यो टुकुचा खोला जस्तै हो क्या यहाँबाट त्यहाँबाट पानी झर्छ फेरि बलरा दिन्छ क्या जाँठो त्यहाँबाट पानी अलि झरेर हिँड्छ पहिला झर्थ्यो त्यहाँ ठ्याक्क पानी झर्छ त्यहाँको पानीहरू यहाँ आउँछ यहाँबाट बग्छ अब यहाँबाट पानी पोखरीमा पानी चाहिँ कसरी आउँछ थाहा छैन होइन तर अहिले यहाँ सुकिया रहेछ तिमीले अझै राम्रो फोटो खिच्नु चाहिँ म फोटो खिच्छु अनि फेरि हालिदिन्छु ल यस्तो भिडियोहरू म चाहिँ कस्तो अवस्थामा आयो भन्दा पनि होइन भिडियो गर्दा पनि होइन त्यो हुन्छ नि लाइक फ्लास पाल्नु पऱ्यो क्या अब फोटो खिच्दा फ्लास पाल्नु पर्छ रात परिसक्यो नि त होइन फ्लास पाल्नु पऱ्यो क्या अब यहाँ भित्र जाऊँ भने गेम खेल्छ यसो भित्र हेरौँ न हेर्नु त मिल्छ भने गेम भित्रको गेम देखाउँछु ल म अरू त खासै केही छैन हौ अब कताबाट जाने अब हेर्न मिल्दैन पुरै रुखले पारेछ त यता बास्केटबल स्टार्ट भएको रहेछ यता खै के हो यता पनि गेम त गेम नै भएको छ कि गेम त गेम नै हो होइन तर यो सब बारेर रहेछ क्या त भित्र जानै नमिल्ने टाइपले पारेर रहेछ क्या हेर नि यो यस्तो पुरा यो बारसार लगाएर यहाँ रुखहरू आइरहेको छ है यताको त देखिन्छ त्यो त जानै मिल्दैन अनि यहाँ आउन यहाँ बास्केटबल यसो खेलेको हेरौँ क्या के ट्राई गरेँ मात्रै होला खेले होइन ओइ यहाँ त लड्छु हो म त पुरै यो त जमिन धसिन्छ यार यस्तो हो नि यो पुरै पुरा क्लिक गर्छ हौ यहीँमा यहाँ पनि बार त लगाएको कि यहाँ पनि बार त लगाएको छ तर त्यहाँ खेलिरहेको छ केटाहरू टक्क त्यहाँ छ त्यहाँ ट्राई गरिरह होला तिमीमा छिर्न पाउँथ्यो होला तर हामी रातिमा आएर पनि होला क्या सायद भित्र फेरि चिल छ नि ठाउँ त हेर नि टक्क अनि ट्राई गरिरहेको छ यता उता पनि ट्राई नै गरेँ होला सायद होइन भेलुबारी चाहिँ लाग्यो कि म पनि लाग्नुपर्ने अवस्था हुन्छ आजको त खै यो हराइयो कि हामी नचिनिया हो कि कताकेटी देखाउनु मिल्ने देखाउँछु ल म तर देखिन हो सायद देखिरहेको छ रनिङ गरियो फेरि यस्तो जति बुढो भयो नि भेलुबारी हेऱ्यो नि फेरि जति बुढो भयो भने होइन रनिङ गर्न अब हुन्छ नि सानो दौडिनु पर्दैन क्या सुस्त क्या लाइक अलि हुन्छ नि लाइक सुस्त सम गर्दै कुदे पनि होइन कुद्छ क्या कुद्नु भयो कुदिहाल्छ क्या तिनीहरू खै यो अब यहाँको चाइनिजहरू बढी हुन्छ नि त मैले भन्दा मलाई लागेको हुन्छ त मैले नै बढी हुन्छ होला चाइनिज पनि खतरा खान्छ यहाँ त्यो भनेको दादा तर देखिने त पुरै कालो सो यो पनि देखिन्न यहाँको लाइट पनि अँध्यारो रहेछ है यो पनि अँध्यारो छ अब चाहिँ जहाँसम्म क्यामेरा अफ गर्नै पर्छ जस्तो म भन्दा बढी कालोमा आइसकेँ
अनि भन्दा बढी म काल आइसकेँ। सो आजको लागि चाहिँ यति भन्दै भिडियो चाहिँ इन गरिदिन्छु है। फेरि यही ठाउँमा आएर यही ठाउँमा नयाँ नयाँ कुरा देखाउने प्रयास चाहिँ गरौँला होइन। आजको लागि चाहिँ रात पऱ्यो प्लस पानीले गर्दा लास्ट डिस्टर्ब हुन्थ्यो। सो